हेलो गुड मर्निङ एन्ड वेलकम ब्याक टु एक्सप्लोर विथ समीर। आज चाहिँ डे 3। अब यहाँ एलके ग्रान्ड एम्पायरबाट यहाँबाट हामीले चेकआउट गरेर आज हामी जानेछौँ ब्याङ्ककतर्फ। अहिले यहाँको बजेको छ, कति बजेको छ, अहिले यहाँको 7 बजेको छ। अब ब्रेकफास्ट गरेर हामी जान्छौँ ब्याङ्कक। ब्रेकफास्ट गर्न जाँदैछु म डे 3 को। अनि ब्रेकफास्ट पछि चाहिँ हामी आज ब्याङ्ककको लागि प्रस्थान हुनेछौँ। एन्ड इट्स द होटेल द्याट आई एम स्टेइङ, एलके ग्रान्ड एम्पायर। अब चाहिँ ब्रेकफास्ट भइसकेको छ। ब्रेकफास्ट पछि म गाडीमा आएर बसेको छु। लास्टै निन्द्रा हिजो राति बिचतिर घुमियो होइन। अब चाहिँ म ब्याङ्कक पुग्दा जेलसम्म सोच्छु नै होला। अब सिधै हामी ब्याङ्कक गएर भेटौँला है त। यो चाहिँ होल कसरी बनाइन्छ, कसरी एक्सट्र्याक्ट गरिन्छ र कसरी हाम्रो एन्ड ज्वेलरीसम्म आउँछ भन्ने कुराहरूको चाहिँ कतिले डेमोन्स्ट्रेसन हुन्छ। मैले चाहिँ यो भिडियोमा एट्याच गरिदिएको छु डेमोन्स्ट्रेसन कसरी बन्छ भन्ने कुरा। लास्टसम्म हेर्नु होला, तपाईँले थाहा पाउनुहुन्छ कि ड्रिम्स कसरी बन्छ। वर्ल्ड बेस्ट ड्रिम्स ग्यालरी हो होइन। यहाँबाट चाहिँ यसरी यताबाट ट्रली आउँछ। यो ट्रलीमा बसेर चाहिँ सबै ड्रिम्स ग्यालरीको भिजिट गराउनुहुन्छ होइन। यो चाहिँ त्यो ट्रली हो। अब हामी पनि यसैमा बस्नु जाने हो। आपको जमीन के नीचे गहराई पर मौजूद कीमती रत्नों और खनिजों की अद्भुत दुनिया का पता लगाने के लिए एक रोमांचक यात्रा पर ले जाएंगे। Stage 1 Volcano Eruption। चाहिँ सुरुमा यो पृथ्वी बन्दाखेरि चाहिँ भोल्क्यानो इरप्सन भएर यो मोल्टेन मासहरू चाहिँ अकुमुलेसन हुन्छ होइन। त्यसपछि चाहिँ त्यही भोल्क्यानो इरप्सनहरू चाहिँ बिस्तारै स्टेज 2 मा सेटलिङ डाउन हुन्छ। यो सेटलिङ डाउन भएका क्रिस्टलहरू चाहिँ पछि हामीले प्रोसेस गरेर जेम्स बनाइन्छ होइन। यसमा चाहिँ यो सेटलिङको प्रोसेस देखेको छ। अब यो स्टेजमा चाहिँ लाभाहरू चाहिँ सेटल डाउन भएर डिफ्रेन्ट भ्यालुएबल क्रिस्टलहरूमा फर्म हुन्छ। यसमा त्यो एक्सट्र्याक्ट गरिसकेपछिको जुन मोल्टेन मासेसहरू हुन्छ त्यो सेटल डाउन भइसकेपछि यो एक्सट्र्याक्सन गरेर निकालिन्छ होइन। एक्सट्र्याक्सन गरेर निकालिसकेपछि चाहिँ त्यो जति पनि इम्प्युरिटिज हुन्छ ती इम्प्युरिटिजहरूलाई चाहिँ हामीले अर्को स्टेजमा के गरिन्छ त भन्दाखेरि चाहिँ त्यसलाई फिल्ट्रेसन अथवा त्यो चेन्ज गर्ने गरिन्छ होइन। यहाँ जुन देखिरहनु भएको छ यो चाहिँ एक्सट्र्याक्सन प्रोसेस हो। तल माइनबाट चाहिँ यसरी एक्सट्र्याक्ट गरिन्छ जुन पनि सेटल डाउन भएका मोल्टेन मासेसहरू थिए। यो थर्ड स्टेजमा आइसकेपछि रिफाइनिङको प्रोसेस हुन्छ। त्यहाँ राखेको यिनीहरूलाई यसरी काटेर त्यसपछि फिल्टर गरेर यो वाटरको थ्रु चाहिँ इम्प्युरिटिजहरू निकालिन्छ। यो इम्प्युरिटिजहरू निकालिसकेपछि चाहिँ यसलाई चाहिँ हामीले फर्दर प्रोसेसिङको लागि अगाडि बढाउँछौँ। यसमा जुन देख्नुभयो यसमा चाहिँ हामीले त्यो मोल्टेन मासेसहरूलाई चाहिँ पानीको मद्दतबाट फिल्टर आउट गरिरहेका छौँ। त्यसले पखालिरहेका छौँ। त्यसपछि अब हामी नेक्स्ट स्टेजमा जान्छौँ जहाँ यो मोल्टेन मासेसहरू यसरी एक्सट्र्याक्ट भएर अब रिफाइनरीमा गइसकेको छ। रिफाइनरीमा गइसकेपछि यसलाई विभिन्न मेथडहरूबाट बनाएर विभिन्न कुराहरूबाट फिल्टर आउट गरेर अब चाहिँ हामीले यसलाई जेम्सको फर्ममा कन्भर्ट गर्छौँ। यो जेम्स यो जुन देख्नुभएको छ यी क्याटेगोरीहरू चाहिँ त्यही प्रोसेसबाट फिल्टर आउट भएर बनेका हुन्। यो अहिले देखिरहनु भएको चाहिँ थाइल्यान्डको पहिलो संस्कृति उत्खनन हुँदाखेरिको चाहिँ दृश्य हो जुनमा चाहिँ डिफ्रेन्ट ह्यान्डलुमहरूबाट सामानहरू बनाइरहेको देखिएको छ र विभिन्न लाइटिङको इफेक्टले यसलाई मूर्त रूप दिन खोजिएको छ। यसमा चाहिँ थाइल्यान्डका डिफ्रेन्ट किङ्स एन्ड क्विनहरूले चाहिँ ती फर्म भएको जेम्सहरूबाट बनाएको ज्वेलरीहरू चाहिँ गर्नुभएको छ। अब
हामी अर्कोतर्फ लाग्दैछौँ जहाँ चाहिँ जेम्सको कटिङहरू ती फेजहरू बनाएर हामीले हातमा लाउने वेरेबलहरू बनाउने मेथड छ। यसमा चाहिँ ती जेमहरूलाई डिफ्रेन्ट सेपमा काटिने गर्छ। त्यसपछि यसरी यो ल्याबमा प्रोसेस गरिन्छ कि कुन जेम कति क्यारेटको हुन्छ, कतिको प्युरिटी हुन्छ, ती सबै कुराहरूलाई चाहिँ यो ल्याबमा ल्याएर ल्याबमा राम्रोसँग एनालाइज गरिन्छ। त्यसपछि निकै नै राम्रो तरिकासँग यसलाई डिफ्रेन्ट सेपहरू दिइन्छ। यहाँ डिफ्रेन्ट सेपको लागि डिफ्रेन्ट ऊहरू छुट्याएको थियो। म चाहिँ अहिले वर्ल्ड बिगेस्ट जेम्स ग्यालरी भिजिट गरेर बाहिर एक्जिटमा आएर कुदिरहेको छु। सबै टिम्सहरू आउने हुनुहुन्छ। आएपछि चाहिँ अब हामी आज ब्याङ्ककको लागि यहाँबाट जानेछौँ। आजको हाम्रो स्टे ब्याङ्ककमै हुन्छ र त्यहाँको सिटी एक्सप्लोर अनि गोल्डन बुद्ध तीहरू चाहिँ आज हामीले एक्सप्लोर गर्नेछौँ।